आफ्नै करेसवारीमा फलेको अर्गानिक पिँडालुको साथमा म उपस्थित भइसकेको छु। कस्तो लाग्छ तपाईँहरूलाई पिँडालु? मजाले उसिनेर है आनन्दसँग दिउँसोको खाजामा खाँदाखेरिको यो अनुभव सायद तपाईँहरूलाई आफ्नो बचपनको याद थाहा छ होला। सेयर गर्नुहोस् त कस्तो लाग्छ होला। यस्तै फाक्क पाकेको अर्गानिक आफ्नै बारीमा फलेको पिँडालुसँग म उपस्थित भइसकेको छु। संसारको जुनसुकै क्षेत्र, जुनसुकै कुनाकाप्चा, जुनसुकै सहर, जुनसुकै गल्ली, साथै समुद्र, साथै द्वीप, जुनसुकै मरुभूमि जाँड हेर्नुहुन्छ प्लिज आफूले घर छँदा, आफू गाउँमा छँदा पक्कै पनि तपाईँहरूलाई यो पिँडालु खाएको झल्को आउँछ होला। कस्तो लाग्छ तपाईँलाई पिँडालु? ल हेर्नुहोस्, बजारको आलु भन्दा आफ्नो घरको पिँडालु खाऊ। जङ्क फुडहरू, प्रोसेस फुडहरू, फास्ट फुडहरू खानुभन्दा आफ्नै करेसबारीमा आफूले मेहनत बनाएर फलाएको अर्गानिक पिँडालु नास्ता गरौँ। तपाईहरू संसारको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै कुनाकाप्चा, साथै द्वीप, साथै समुद्र, सयौं तला बिट्ने काँड हेर्दै हुनुहुन्छ प्लिज पक्कै पनि तपाईँहरूले यो पिँडालुलाई मिस गर्नुहुन्छ होला। किनभने आफ्नो बचपनमा, आफ्नो गाउँमा छँदा आफूले मेहनत गरेर फलाएर खाएको तपाईँलाई याद छ होला। आज तपाईँहरूलाई मैले यस्तो भिडियो सम्प्रेषण गर्दैछु कि अर्गानिक पिँडालु पक्कै पनि मन पराइदिनु होला। आफूले मेहनत गरेर, थोरै धेरै मेहनत गरेर आफ्नै वरपर तल माथि घरसवारी खाली जमिन, बाँधो जमिनमा आफ्नो मेहनत यस्ता अर्गानिक चिजहरू फलाऊ। सुखी जीवन, स्वास्थ्य जीवन भन्ने नाराका साथ जियौँ भन्ने मेरो नारा संसारभरि तपाईँहरूले मन पारिदिनु भएको छ। अब यो पिँडालु पनि मन पारिदिनु होला प्लिज। आज दिउँसोको मेरो खाजामा यो पिँडालु तपाईँलाई सम्प्रेषण गर्दैछु।